वेलकम बैक टू माई च्यानल। आज चाहिँ म गाउँमा भ्लग स्टार्ट गरिरहेको छु। धेरै टाइम पछि म भ्लग बनाइरहेको छु। यही दाइले मलाई भ्लग बनाउन सिका र यही दाइ फर्स्ट भ्लगमा हुनुहुन्थ्यो। यही दाइले मलाई एडिटिङ गरेर पठाउनु भएको थियो हैन? यही दाइ आज मेरो अगाडि यही दाइले मलाई सिकाइ त। सब्स्क्राइब गर्नु है। मेरो दाइ यो भान्जी भन्ने, यो मोटी केटी भान्जी भन्ने, अनि यो भाइ हाम्रो यो पनि थियो होला हाम्रो फर्स्ट भ्लगमा थियो। फेरि अब यिनीहरूको फाइट हेर्नु है त, फाइट हेर्नु। अब यिनीहरूको फाइट हेर्नु। तिनीहरूको चाहिँ यस्तै चलिरहेको छ। हामीले चाहिँ खानामा के खायौँ? होइन गाइस, मासु भात हो रियलमा। हामीले चाहिँ गाइस दसैँको बेला खसीको मासु खाएको। बोका भन्न न, सरी बोका। मेरो ट्याब चाहिँ यहाँ छ। यो मेरो मोबाइल, यो मेरो मोबाइल, यो मेरो ट्याब, यो मेरो मोबाइल, यो मेरो ट्याब। यो मेरो सामान, यो दाइको सामान, अनि यो मेरो एयरपोर्ट, अनि यो मेरो एयरपोर्ट, अनि मेरो मसाजरको टाउको, अनि मेरो मसाजर होइन, मेरो मसाजर हो, मेरो जेबियल, मेरो ब्रासलेट, अनि यो अनि गाइस, अनि यो मेरो मेडल, एउटा दुईटा तीनटा मेडल छ मेरो घरमा। मेरो फर्स्ट फेभरेट, सेकेन्ड फेभरेट, यो दुईटा टेन्सन छ, थर्ड त्यसपछि यो बाँकी सब आउँछ। हेर्न सक्नुहुन्छ गाइस मेरो मेडलहरू कतिवटा, 1 2 3 4 5 6 7 8 9 पनि 9वटा मेडल छ। यो चाहिँ आज मैले 2 महिनापछि यो भ्लग बनाइरहेको छु है त। यो गाइस अनि यहाँ हेर्नु झुलको स्टाइल यहाँ बानेको छ, अनि यहाँ हेर्नु यहाँबाट यहाँ नआउँछु नि। अनि यो चाहिँ म गाइस, यो चाहिँ म। सो गाइस यस्तै छ हाम्रो जिन्दगी, यो सबको जिन्दगी हे। हामी चाहिँ यहाँ जपिङ जप्याक गरिदिन्छौँ नि। हेर्नु है त गाइस, हेर्नु है। हेलो गाइस, यहाँ चाहिँ मेरो जपिङ जप्याक गर्ने ठाउँ हो। गाइस छोड्नु न भने, यहाँ चाहिँ मेरो जपिङ जप्याक गर्ने ठाउँ हो। र यो चाहिँ अब म जान्छु गाइस। अनि यही स्विमिङ पुल छ नि गाइस। यहाँ कति दिन, आज भोलि 3 दिन लकडाउन चलिरहेछ। हामी के गर्ने होला? अब के भन्नु, ध्यान पनि लगाइरहेछ। लाइक गरिदिनु, सब्सक्राइब गरिदिनु, कमेन्ट गर्नु। एकछिन म मेरो मेन चिज देखाउँछु। म एउटा अनोखा म्यान भएर निस्केँ। बाई बाई। पुरा अनोखा म्यान भएको छु। म चाहिँ अनोखो म्यान भन्ने गाइस। यता हेर्न सकिराख्नु भएको एकछिन है त गाइस, म पुरा अनोखा भन्छु। सो गाइस म अनोखा बनिसकेको छु।
एकदम सो गाइस यो भ्लगको एन्ड आजै हुन्छ